Namaste parents, this is Dr. Deepa, your pediatrician. As a एउटा comment आएको रहेछ ma'am, how to start a solid food for a preterm baby, please make a video. अब let's address this comment. Preterm भनेको चाहिँ 37 weeks भन्दा अगाडि जन्मेको बच्चाहरूलाई चाहिँ हामी preterm भन्छौँ. नर्मली यो समय पुगेर जन्मिने बच्चाहरू चाहिँ 37 to 42 weeks भित्र जन्मिन्छन्. So starting a solid food for a preterm baby, it needs a different approach. हामीले चाहिँ के याद गर्नुपर्छ भन्दाखेरि always start a food after their करेक्टेड जेस्टेसनल एज. यदि हामीले टु अर्ली होइन चाँडै गऱ्यौँ भनेदेखि चाहिँ यो बच्चाहरूको गट हेल्थ म्याच्योर भइसकेको हुँदैन. त्यही भएर यसले चाहिँ बच्चाको फ्युचर रिलेसनसिप विथ फुड पनि बिग्रिन सक्छ, च्युइङ स्किल्सहरू पनि बिग्रिन सक्छ. त्यही भएर थिङ्क अबाउट इट. सो अब यो प्रिटर्म बेबीहरूलाई हामीले खुवाउनु अगाडि चाहिँ एकदम सिम्पल सफ्ट होइन आइरन रिच फुडहरूमा चाहिँ ध्यान दिनुपर्छ. एकदम सुरु गर्दाखेरि पहिला थिन म्यास्ड राइसहरू, म्यास्ड दाल, म्यास्ड भेजिटेबल्स, अनि म्यास्ड बनाना, म्यास्ड एप्पल, यसरी वान फुड एट अ टाइम सुरु गरेर चाहिँ ग्रेजुअली वी क्यान इन्क्रिज द्याट. अब प्रिटर्म बेबीहरूलाई तपाईँले एकचोटि सुरु गर्नु अगाडि कि त आफ्नो पेडियाट्रिसियनहरूसँग कन्सल्ट गर्न पनि सकिन्छ भेटेर.